लाग्नुभयो भन्दाखेरि सत्यभामा माता भगवती आमाको। सत्यभामा माता र कृष्ण भगवान परमात्मा जानको लागि तयारी हुनुभयो। दुईजना गएर आनन्दसँग नै मेरो भगवान परमात्मा माता रानीहरूलाई 16,000 पटरानीहरूलाई सारा संसारमा अब बचाउनको लागि भगवान परमात्मा नारायण हरि गरुडमा सवारी हुँदै 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 गइबक्स्यो। विभिन्न थरीका चाहिँ मेरो भगवान परमात्मा ठाउँ ठाउँमा विभिन्न थरीका अचम्मैसँग नै भगवान परमात्मालाई कति दुःख भयो, कति कष्ट भयो। हामीले पनि दुःख पायौँ भनेर कहिले पनि नै चित्त दुखाउन हुँदैन। राधे राधे। लौ भगवान नारायण हरि। यो चैतको हावा श्री सत्यनारायण भगवानको। म घर पुगेपछि आउनुहोस् है भगवान भनेको छु कि मैले पानी चाहिँ। श्री सत्यनारायण भगवानको। अब मान्छेले 20,000 तिरेर लाउँछन् पाउडर, हामी त 1 रुपियाँ तिर्न परेको छैन। अनि आनन्द भयो नि त। राधे राधे भन्नुहोस्। श्री हरि विष्णु भगवानको। यसरी भगवान परमात्मा नारायण हरि सरासरी गएर असाध्यै नराम्रोसँग अब युद्ध पर्न थाल्यो। यता पर्न थाल्यो, उता पर्न थाल्यो। सारा संसारमा युद्ध पर्दै 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 गइसकेपछि उता गएर भए जतिका चाहिँ पटरानीहरूलाई सत्यभामा माताले त्यहाँबाट सम्पूर्ण उद्धार गरेर कृष्ण भगवान नारायण हरि र सत्यभामा माता दुईजना मिलेर आनन्दसँग त्यहाँबाट लिएर हिँड्नुभयो। लिएर गइसकेपछि मेरो भगवान परमात्मा बाटामा पुगेपछि त तिमीहरू अब आफ्ना आफ्ना घर घरमा जाऊ भनेपछि त हामी आफ्नो घरमा जाँदैनौँ। राधे राधे। ल किन जाँदैनौँ त भन्दाखेरि हामीलाई भमासुरले लगाएर राखेको। हाम्रो घरमा कसैले पनि राम्रो मान्दैनन्। हाम्रा घरमा जानुभन्दा त हामी त यही गङ्गामा डुबेर मर्छौँ पो भन्छन् त। राधे राधे। अब तिमीहरू के गर्यो भने बाँच्छौ त गोपिनीहरू? ल भन अब भनेपछि सबैजना चाहिँ मुखमुख गरेर हेर्न थाले। कृष्ण भगवानले सोध्नुभयो, अब तिमीहरूलाई के गर्यो भने बाँच्छौ त? कसैले बे गर्यो भने बाँच्छौ त? सबैजना लजाउन थाले। अब ल हेर्नुहोस्, अब कसले बे गर्ने होला हामीलाई? सबैजना लजाउन थाले। तिमीहरू सबैजना अब घर घरमा नजानी भए आज मैले तिमीहरूलाई विवाह गरेर सबै नै दरिकामा लिएर जान्छु। राधे राधे भनिसकेपछि सबैजना लजाएर हुन्छ पनि छैन, हुन्न पनि छैन, चुपचाप लाएर कसैले कपाल बाट्न थाले यसरी। अब कसैले चाहिँ भैँ खन्न थाले। पक्कै पनि मलाई मन पराएछन् ल काले कृष्णलाई। राधे राधे। राधे राधे भन्नुहोस्। अब सबैजनालाई लानको लागि त सत्यभामा माताले फेरि अति नै कृष्णलाई माया गर्ने। कृष्ण भगवान परमात्माले के सोच्नुभयो, सत्यभामा सँगसँगै एउटा कृष्ण बनेर सरासरी नै अघि अघि लागेर गइबक्स्यो। ल हेर्नुहोस्, यसरी पठाइसकेपछि भए जतिका पटरानीसँग सबैसँग विवाह गरेर मेरो भगवान परमात्माले त्यहाँबाट एउटा चाहिँ गोपिनी, एउटा चाहिँ भगवान परमात्मा कृष्ण भएर 16,000 मेरो भगवती आमाहरूलाई सबैलाई लगेर दरिकामा राख्नुभयो। राधे राधे। दरिकामा लगेर घरैभरि नै दरबारैभरि रानी राख्दाखेरि उता गएर नारद गुरुलाई पनि दङ्ग परेछ। हामीलाई चाहिँ एउटा पनि छैन, यो कृष्णले के गरे होला? दरबारैभरि नै रानी नै रानी। राधे राधे। दङ्ग पर्नु भयो है। अब यता हेरे पनि उता हेरे पनि एउटा कृष्ण, एउटा रानी हुनुहुन्छ, दरबारैभरि हुनुहुन्छ। सारा संसारमा जहाँ गयो काहीँ कस्तो विभिन्न थरीका चाहिँ रानीहरूलाई कसैलाई फुल लगाइदिइराखेको, कोहीसँग बसेर संवाद गरिरहेको, कसैमा खाना खाइरहेको, कसैमा चाहिँ कपडा लगाइरहेको। राधे राधे। ल हेर्नुहोस्, अहिले त्यति रूप धारण गर्न नसके भएर पो त रानीहरूलाई लुकाएर राखेका त कान्छी बुढी ल्याएर। नत्र भनेदेखि दरबारैभरि ल्याएर राख्नुहुन्थ्यो। राधे राधे भन्नुहोस्। अब सँगसँगै सबैसँग भइसकेको पिर। राधे राधे भन्नुहोस् त। एउटा भएर अर्कोसँग जाँदाखेरि पो त पिर पर्या त। राधे राधे भन्नुहोस्। यसरी भगवान परमात्मा नारायण हरिको चमत्कार देखाएर आनन्दसँग बस्दै भगवान